यहाँ देख्न पाएँ र अत्यन्तै नै खुसी लाग्यो। जुन आत्मीयताका साथ, जुन खुला हृदयका साथ यहाँहरूले हामीलाई स्वागत गर्नुभयो, त्यसको लागि यहाँहरू सबैलाई धेरै 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 धन्यवाद छ। हामी कलाकारहरू विभिन्न ठाउँमा जान्छौँ, कहिले पूर्व जान्छौँ, कहिले पश्चिम जान्छौँ, कहिले हिमालतिर जान्छौँ, कहिले तराईमा जान्छौँ। अझ आज भोलि त हाम्रो दिदीबहिनी दाजुभाइहरू संसारभरि छरिनु भएको छ। विभिन्न राष्ट्रमा पनि उहाँहरूलाई भेट्न जान्छौँ र सबभन्दा चाखलाग्दो कुरा के हो भने हामी नेपालीहरूमा विविधता छ। हामी विभिन्न धर्म, संस्कृति, भाषा, वेशभूषाहरू मनाउँछौँ, चाडबाड मनाउँछौँ। तर त्यो सबै हुँदाहुँदै पनि आखिर हामी सबैको मन त नेपाली हो नि, हो कि होइन? र हामी सबैलाई नेपालीपनको डोरीले बाँधेको छ र त्यो डोरी बलियो गराउने जिम्मा तपाईहरू, हामीहरू, हामी सबैको हो। त्यो नै असली नेपालको पहिचान हो र त्यो नै हाम्रो कलाले, हाम्रो सिनेमाले, हाम्रो गीत सङ्गीतले त्यही नै पस्किन खोजिरहेको हुन्छ र त्यसलाई यहाँहरू सबैले आत्मसात गरिदिनु भएको र त्यसमा यहाँहरू सबैजना रमाइदिनु भएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु।